सुन्नुहोस् है सम्पूर्ण मित्रहरूले सुन्नुहोस् है, यदि हजुरहरूको 7.5 दशा चलिरहेको छ, ग्रह दशाको कारणले विभिन्न दुःखहरू पाइरहनु भएको छ, शरीर अस्वस्थ भएको छ, सम्बन्धहरू बिग्रेको छ, झैझगडा भएको छ, जागिरमा, रोजगारमा, विदेश यात्रामा समस्याहरू आएको छ, सम्बन्धमा समस्याहरू आएको छ भने हजुरहरूले यो विधि अवश्य गर्नुहोला है। र कमेन्ट बक्समा गएर ओम सम शनैश्चराय नमः भनेर कमेन्ट गर्न पनि नभुल्नुहोला र भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नुहोला। हजुरहरूले यसरी 8वटा मरिच 108वटा मरिच 108 रुपैयाँ पैसा हजुरहरूले यसरी कालो कपडामा बान्नुहोस् र यसलाई यसरी फोल्ड गर्नुहोस् र हजुरले धागोले 108 पटक यसरी चाहिँ बेर्नुहोस् धागो र हजुरले आज बेलुका शुक्रबारको दिन सुत्ने आफ्नो सिरानीमा राखेर सुत्नुहोस् र भोलि बिहान हजुरले सबेरै उठेर स्नान गरेर नबोलिकन हजुरले पिपलको फेदमा लगेर पनि चढाउन सक्नुभयो, शनिदेवको मन्दिरमा लगेर चढाउन नि सक्नुभयो। यदि हजुरहरूले सल्ल बगेको पानीमा नदी खोला नालामा पनि लगेर चढाउन सक्नुभयो। यसो गर्नुभयो भने हजुरको सम्पूर्ण ग्रह शान्तिहरू शान्त भएर परिवारमा सुख समृद्धि छाउनेछ। जय श्री कृष्ण। राधे।